सुन्नु यदि मेरी बुढीलाई के भन्नुभयो नि म भन्दा नराम्रो कोही पनि हुँदैन नि फेरि मैले हिजो पनि सपिङ लगेँ आज पनि लान्छु सपिङ भोलि पनि लान्छु के भयो त लान्छु त सपिङ के मेरी बुढी मसँग डराउँछ भने के डराउँदैन झाप्पड हान्दा नि त डराउँदिन हेर्ने हो ए डराइ त डराइन के सम्झेको घुसिङ हान्दा डराउँछ इ घुसिङ हान्दा डराइन मेरी बुढीलाई के भन्ने होइन म लान्छु मेरी बुढीको सपिङ गर्न लान्छु ककोमा आमा मलाई 500 रुपियाँ दिनु कि बुढीलाई सपिङ गराउनु पर्यो त्यसो अनि मलाई पनि 1500 रुपियाँ दिनु सपिङ पैसा छैन हो त्यसै गर्नु बुढीलाई दबाबमा राख्नु कुट्दै पनि गर्नु मलाई खुसी पार्नु ल ल म गएर सपिङ गराउँछु हो आज दिन मजा आयो त्यस्तै गर्नुपर्छ